यो मैले सरकारको तर्फबाट नमस्कार गरेँ। यो सरकारका मान्छेको लगाउने टोपीको स्टाइल पनि हेर्नु होला है, मेरो स्टाइल कस्तो छ। जे अब चाइनामा चाहिँ त्यो सेनापतिले भ्रष्टाचार गर्यो भने 2 वर्ष जेल राख्ने, 2 वर्षसम्म सरकारले छानबिन गर्ने, यदि प्रमाणित भयो भने कि झुन्नाएर कि गोली हान्न मार्ने भन्ने कुरा आएछ। तर नेपालमा चाहिँ गोली भुटुटुटुट्टा हान्न थाले पुलिसले, आर्मीले हानेको नि होइन, सशस्त्रले हानेको नि होइन। लागु औषध व्यापक रूपमा इन्डियाबाट नेपालतिर आएको आइछ, मान्छेलाई समातेको समाति छ है, पहिलाको सरकारभन्दा पनि यो सरकारले व्यापक रूपमा। र पनि लागु औषध त कति युज भएको रहेछ नेपालमा, भन्नुहोस् न, टनका टन आइरहेछ। भेप भन्ने त अब कति त्यस्तो जुन खानेकुराहरू त्यस्ता कुराहरू लागु औषध आइरहेको छ। तर हाम्रो नेपालमा सधैँ जस्तो अमेरिकाको कुरा गर्छन्, क्यानाडाको कुरा गर्छन् है, साउथ कोरियाको कुरा गर्छन्, सिङ्गापुरको कुराकानी गर्छन्, देखासेखी गर्छन्। तर मान्छे नमारिकन जुन शान्ति भएका देशहरूको चाहिँ यहाँ चाहिँ फेरि कुरा हुँदो रहेछ। यो कुराहरूले मलाई अचम्मै लागिरहेछ क्या। यो विकासका कुराहरू, बाहिर देशका कुराहरू गर्छन् होइन, हरेक कुराहरू। तर यहाँ फेरि सत्ताभन्दा बाहिर हुँदाखेरि चाहिँ विकासका कुराहरू, यति खर्च किन गर्नु पर्यो, परदेश किन चाहियो, यस्तो खर्च उस्तो खर्च, किन स्वकीय सचिव चाहियो भन्छन्। जब त्यहाँ मान्छे त्यहाँ पुग्छन् नि, त्यसपछि स्वकीय सचिव पनि चाहियो। फेरि भन्छन् उनीहरूले बजेट रहेनछ, हामी त गरिब रहेछौँ, हाम्रो त ब्यालेट लिस्टमा जाँदैछ देश भन्ने खालको कुरा गर्छन् कि। त्यहाँ गएर फेरि त्यहाँ जाँदा बित्तिकै थाहा हुने रहेछ के कस्तो के। भन्नुहोस् न, शेरबहादुरलाई पनि त भन्नुहोस् न, उनलाई बिचरा 7 चोटि प्रधानमन्त्री बन्छोस् भनेर चाहिँ एउटा ज्योतिषले भनेर उनलाई अप्ठ्यारो पऱ्यो। मलाई पनि एउटा ज्योतिषले अस्ति त्यस्तै कुरा गरेर मलाई कति तनाव भयो। बल्ल मैले दिमागलाई ठिक ठाउँमा राखेँ। ठुलो मान्छे बन्छोस्, टन्ने पैसा कमाउँछोस् भनेर भन्यो त्यस्तो ज्योतिष। अब त्यसरी त्यो मैले मनले हेर्नु कस्तो गरेर मैले मन चाहिँ बाँधेर बसिरहेको छु। बाँध्नुपर्छ, मनहरू कन्ट्रोल गर्न सक्नुपर्छ भन्ने पनि लाग्छ। तर यहाँ चाहिँ विभिन्न पार्टीलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि नयाँ पार्टीहरू पनि मल्लै छन् कि कुहिरोको काग जस्तो भएका छन्। हेर्नु, साना कुराहरूमा अल्झिरहेका छन्, समस्या परेका छन्। अब यो कानुन पनि त्यस्तै छ हेर्नुहोस्, नेपालको ब्युरोक्रेसीको तन्त्रहरू पनि त्यस्तै छ हेर्नुहोस् होइन, ढिलासुस्ती छ, हरेक कुराहरू छ। अब पर्याप्त बजेट छैन, अनि फेरि नजानेका छन् विज्ञहरू, मन्त्रीहरू छैन हेर्नु। बरु महावीर पुनलाई यो रोड सम्बन्धीको कुराहरू अथवा केही कुराहरू महावीरले लगिदिएको उनले चाहिँ धेरै खोतल्छन् है। उनले धेरै खोतलेर गहिरोमा पुगेर उनले चाहिँ आइडिया निकाल्न सक्ने मान्छे रहेछन्। त्यस्तो खालको मन्त्रीहरू चाहिँदो रहेछ। यहाँ चाहिँ अब पार्टी एउटै भए पनि भागवण्डामा मेरो तर्फका यतिजना, तेरो तर्फका यतिजना, दलित कोटा भन्ने छ नि, त्यो कोटा अहिलेलाई बरु अलिकति त्यसलाई थाती राखेर एक्सपोर्ट यो विकास हुन जानेलाई गरिदिने पाए होइन, अलिकति राम्रो रुटमा लाने खालका मन्त्रीहरू भइदिएको भए होइन। यो पुलिसलाई अन्त गरेर ट्रेडिङ गराएर पनि अब मान्छे हानिदिन्छ। फुसिडियोलाई थाहा छैन अरे, कसलाई थाहा हुने, यो ब्ल्याङ्क लाइट निभाएर हान्ने।